नमस्कार। आजबाट फेसबुक र टिकटक सम्बन्धी 21 बुँदे घोषणापत्र सार्वजनिक गर्न जाँदैछु, जुन यस प्रकार रहेका छन्। जीवनको महत्त्वपूर्ण समयलाई आत्मसात गर्दै 24 घण्टा घोप्टोमुन्टो लगाएर मोबाइल मात्रै हेरेर चाँडै नै आँखाको दृष्टि गुमाउनेतिर नलाग्ने। फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल चलाउने समयको निर्धारण गर्ने। साथीभाइ, आफन्त, इष्टमित्रसँग भेटघाट हुँदा गफगाफ गर्न छोडेर मोबाइलमा घोप्टोमुन्टो लाएर को आयो को गयो भन्ने कुराको थाहा नहुने गरी मोबाइलमा नझुन्डिने। कुनै कार्यालय, होटेल, रेस्टुरेन्टमा होस् या कसैको घरमा गएको बेला गफगाफ गर्न छोडेर जाने बित्तिकै वाइफाईको पासपोर्ट के होला हजुर भनेर नसोध्ने। घरभित्र प्रवेश गरेपछि मोबाइललाई एकछिन आराम गर्न दिएर बाबुआमा, छोराछोरी, श्रीमती र घर परिवारलाई समय दिने। अरूलाई अनावश्यक मेसेज नपठाउने र यो सेयर गरिदेऊ, कमेन्ट गरिदेऊ, लाइक गरिदेऊ भनेर अरूलाई दुःख नदिने। यो मेसेज फलानु ठाउँबाट आएको हो देख्ने बित्तिकै तपाईले पढेर कम्तीमा 20-25 जनालाई पठाउनु भयो भने भोलि बिहानसम्म शुभ समाचार आउनेछ भनी लेखिआएका मेसेज देख्ने बित्तिकै डिलिट गर्ने र अरूलाई नपठाउने। समय सान्दर्भिक बेला बेलामा आफ्ना कुराहरू लेख्ने, अनावश्यक कुरा लेखेर कसैको टिका टिप्पणी गरेर गाली खाने काम नगर्ने। अरूले लेखेको कुरा आफ्नो फेसबुकमा लेखेर कपी पेस्ट भनेर आफू विद्वान हुन नखोज्ने। अति नै सान्दर्भिक सन्देश र चेतनामूलक कुराहरू बाहेक घरिघरि जे पायो त्यही पोस्ट, लाइक, सेयर, कमेन्ट नगर्ने। बिहान 4 बजे नै उठेर ओछ्यानमै स्ट्याटस लेखेर फेसबुक, टिकटकमा प्रवचन नदिने। सामाजिक सञ्जालमा कमेन्टमा अरूको आलोचना, अरूको टिपा टिप्पणी, अरूलाई गाली गरेर आफू सज्जन बन्न नखोज्ने। आफ्ना साथीभाइ, शुभचिन्तकहरूलाई भ्याएसम्म जन्मदिन लगायतका शुभ कार्यमा म्यासेज र कमेन्ट मार्फत बधाई र शुभकामना आदान प्रदान गर्ने। खाना पाकेको, पेट दुखेको, निद्रा नलागेको, बुढीसँग झगडा परेको, दिक्क भएको, वाक्क लागेको कुरा सामाजिक सञ्जालमा राखेर अरूलाई दिक्क नपार्ने। मान्छे मरेका, बिरामी भएका, दुर्घटनामा परेकाहरूका फोटोहरूमा लाइक नगर्ने, बरु कमेन्ट मार्फत दुःख व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्ने। मासु